हामी गाइस गिरिघाट पुगिसकेका छौँ। पुलभन्दा अलि अगाडि लेफ्ट साइडबाट मोडिएर फेरि पुल मुनि छिरेर खोला माथि जानु होला तपाईँ पनि। यदि गिरिघाट नेचुरल पानीमा स्विमिङ गर्न चाहनुहुन्छ भने पुल क्रस चाहिँ नगर्नु होला। हामीले त्यहाँनिर बाइक पार्किङ गरेर हामी अगाडि बढिसकेका छौँ। त्यहाँ केटाहरू हामी चाहिँ 4 जना हो। गाउँ गर्छु हामी हिजोको भन्दा नि फरक ठाउँमा जानेवाला छौँ गाइस। एकदम बब्बालै छ हैन, एकदम भाइरल, सबैले मन पराउनु भएको ठाउँ हैन। अलि योभन्दा तल खाल्टोमा चाहिँ हिजोको ठाउँ हो। हाम्रो मेन चाहिँ क्रस फायर राइडरवालामा
विनोद साई ठकुरीको के अरे माथिको ठाउँ के अरे भुतिया भन्ने ठाउँ रहेछ होइन गाइस भुतिया भन्ने ठाउँ जाने हो होइन अनि हामी टिकटक हेरेर आएको त्यो ठाउँ चाहिँ अझै यहाँ पनि राम्रो छ डाइभ हान्नको के अरे जम्प हान्नको लागि राम्रो छ गहिरो छ तर हामी हिजो आइसक्यो हो यहाँ त्यही भएर गाइस आज चाहिँ नयाँ ठाउँमा जाउँ त्यो ठाउँ पनि राम्रो छ दुवै ठाउँ हेरेर आउँछौँ भोलि माथि नै जाने होला के ल हामी लगभग 10 मिनट चाहिँ हिँडिसक्यौँ होइन हामी चाहिँ कुदेर आएको तर बिस्तारै आयो भने 10 मिनट लाग्दै त्यो ठाउँसम्म त्यो खोलादेखि अहिले अहिलेसम्म हामीले चाहिँ त्यो ठाउँ भेटाएको छैनौँ होइन अब यहाँ पक्कै पनि हामी सोध्नेछौँ पौडी नै ठाउँ छ नि यता एउटा माछा ए भुतिया हो ए तल पनि भन्दै थियो यहाँ उहाँहरू माछा मार्नु हुँदो रहेछ कति जति मार्नु हो माछा हजुर बेच्ने हो माछा ए वाइल्ड पारामा छन् के केटाहरू अब ऊ त्यही माथि ठाउँ भन्ने भइसक्यो यहाँ भुतिया त्यो बाइक यहीँ आउँदो रहेछ जस्तो ल्याएको दिमाग त्यो त तिमीहरूको हो नि भू अड्किया दिमाग भू चाहिँ कहाँ अड्किएछ के म ल तेरै अड्किया पनि हो एकछिन हेरौँ यहाँ ए मेसेज गर्दै थियो होइन जाउँ के जाउँ कहाँ रिप्लाई दिन्छ त त्यसै कमेन्टहरू त बसेर हुन्छ यहाँ ठाउँ हेरौँ हामी पुलभन्दा त्यहाँबाट नआएर कति पुरै नि त्यही भित्रको बाटोबाट होला कि त्यहाँ रोडै छैन रोड नत्र यो रोड कहाँबाट ए पागल मेन रोड मिसिन्छ यो मेन रोड मिसिन्छ क्या त्यति त जहाँबाट गयो भने त्यो मेन रोड हामी आउने बाटोमा खाइ आयो हामी आउने बाटोबाट आएन यो खोलै खोला आउँदाखेरि यो माथि चाहिँ फाँट देख्नुहुन्छ जग्गा त्यहाँ साइडमा केरा रोपेको छ अनि यहाँ आएर यता आएर चाहिँ ठ्याक्कै यहाँ दोकान जस्तै छ होइन यता लेफ्ट साइड अनि राइट साइड अब राम्रो चाहिँ त्यसले दोभानबाट अलि माथि नै भनेको थियो त योभन्दा चाहिँ माथि नै होला त्यो होइन यो साइड नै हो फाइनल्ली पुग्यो हामी यो ठाउँ होइन हामी बाइक राखेको स्टेसनबाट मेरो खिच्न मुझ्यो करिब फोटो खिच्न मन लाग्यो फोटो होइन भिडियो ऊ साबुन पनि त्यही भित्र फस्या हेर्नु न तर एकदम खतरा गइरहेको छ यार यो त्यति इनकेस डुब्यो भने केटाहरू होइन भित्रभित्र यस्तो हान्ने ट्राई गरेर निस्किने डुब्ने ठाउँ पनि छैन क्या रोक्ने ठाउँ पनि छैन यहाँनिर छ त कहाँ त्यस्तो हुन्छ यता आउनु म त खेल्दिनँ तपाईँ छैन आइदिएर अलि म खेल्ने यो हो त विनोद होइन यार हो कि माथि एकदम दामी बोपाल एकदम गहिरो पौडी खेल्न मजा आउने ठाउँ छ गाइज
हैन। यो हेर्दाखेरि ढुङ्गाहरू देखिन्छ तर एकदम क्लिन सफा भएर ढुङ्गाहरू देखिएको हैन यो बिचमा। तर यताउता पुरा गहिरो छ। अनि तपाईँ चाहिँ यहाँ आउन चाहनुहुन्छ भने भुटिया गाउँ भन्ने ठाउँसम्म चाहिँ बाइकमा आएर 10 मिनेट हिँडेर यहाँ पुग्न सक्नुहुन्छ।